अब यही के अरे उसमा खानकोटमा हजुर साँझ परेर 3 जना आउँछौँ। हजुर आउँदैन त्यो पछि त्यो क्रिकेट क्रिकेट ज्ञान हुँदैन हजुर साँझ परेको छ क्रिकेट ट्याक्क लाग्यो कुल्ची अँ अब हामी आउँदै अब खेल टाइममा कहाँ लैजाउनु भयो मैले चलाउनु पर्ने भयो अँ यहाँनिर तलतिर डुङ्ग गरेर खान्छ यहाँ फाइन पत्र आयो भने चाहिँ अँ भन्ने अँ डुङ्ग गरेर अलि अगाडि भने फेरि त्यही आउँछ फेरि फर्केर आयो। फेरि त्यही आउँछ अँ अनि अहिले मैले फ्याँके यही न यही हो धान लत्ताले हामी बुक्क गर्दा टुङ्ग गर्छ होला अँ अलि अगाडि भने फेरि त्यही आउँछ यो रात हो अनि 3-4 खेप भयो अँ तल कुमालेहरू बसेको थिएँ अँ अनि त्यहाँ झऱ्यौँ हामी ए भाइ यस्तो यस्तो भयो यस्तो दैट तिमीहरूलाई ख्यागले खेद्यो नजर त्यो बाटो भनेर पैसा फुकेर हामीलाई दियो हामी लिएर गयौँ त्यहाँ फेरि त्यो घटना हेर्नु एयरपोर्टमा बस्तीमा 4 जना सिपाही थियो एउटा म थिएँ हजुर हजुर पनि त्यो गति मामा ससुरा थिएँ त्यही साथसाथ आउँदै थिएँ एयरपोर्ट गेटमा पूर्वपट्टि गेटमा दाइ हात सायद एकछिन लिफ्ट दिनु भयो एउटा केटी अनि म यहाँ जाने त के अरे उसमा जाने जोरपाट जाने जोरपाट मेरो घर छ त्यहाँसम्म पुर्याइदिनु भने आइने केटी लानुपर्ने होइन हजुर ल बस्छ भने लिएर जोरपाट त्यहाँ ल्याएर जोरपाट छोड्यो यही मेरो घर पनि छोड्यो ठिकै ताला पनि लगाइदिएको ताला खोली भित्र पछि भोलि आउनु दाजु गफ गर्न भने अनि त्यहाँ हामी गइहाल्यौँ त्यति अब म त किन आउने उनीहरू त आउनुपर्ने होइन हजुर भोलिपल्ट नानी 3-4 दिनपछि आएर ढ्याढ्या गरे त ढोका ताला मारिरहेको थियो ट्याटे घरको मान्छे कोही आउनु भने ए घरको मान्छे मरेको त 3-4 वर्ष भयो हामी त्यो ढोका खोल्दैन त्यो ढोका त्यत्तिकै हो अब छक्क पर्नु भयो नि त्यहाँ त्यसमा एउटा पुलिस बिरामी भयो त्यसलाई यता गएर पुग्नु पर्ने नि भयो पकाएर त्यसलाई के त्यो के होला त त्यो किचकन्ने किचकन्ने यो घटना चाहिँ कति बेला यो घटना चाहिँ हालकै कुरो हो यो चाहिँ माने 10-12 वर्ष करिब अगाडि यो चाहिँ रातिको कुरो राति त्यस्तै 12-1 बजे रातिको कुरो हो 12 बजे तिनीहरूको लिएर घरमा छोडेको छोडिदियो घरमा ताला मारिरहेको थियो त्यो घरमा ल्याएर छोडिदियो भोलि आउनु दाजु ल गफ गर्नु भने हुन्छ भने हामी गाडी लिएर हिँडिहाल्यौँ उनीहरूले हामी गइहाल्यौँ कोही भोलिपल्ट पछिपल्ट आउँदा छैन त्यो मरेको 10-12 वर्ष भयो खोल्दैन हामी त्यो घर त्यस्तो विचार धन्न मान्छे चाहिँ मरिहालिएन मारिएन हजुर पनि के पुलिसमै हुनुहुन्थ्यो कि मामा ससुरा थिएन ए त्यसमा भन्दाखेरि के अरे गाउँमा मेरो साइल पहिलो हजुर भाइ हो भाइ खोज्नु भयो त एउटा जनकै जने भन्ने राईले लिएर गएर छ गाउँ दमको 3 दिन चोक छ क्या 3 दिन चाहिँ एउटा चोकमा साली बसिरहेको मैले भेटाइहालेँ मामा सुसाइने अगाडि गएँ साली पनि के अरे सासू पनि अगाडि गइन् अर्को एउटा काका मामा पनि अगाडि गयो मैले त देखिहालेँ के भने साला भागी भागिहाल्यो यहाँ भनेर म अलिक पछाडि भएर गएँ अलि माथि गएँ साली त होइन रहेछ त्यो साली पत्ता लाउन हिँडेको साली पत्ता लाउन साली देख्नुभयो साली देखि तर साली त होइन त्यो वास्तविक साली होइन त्यो यस्तो भुतेर रहेछ उता फर्केर आउँदा छैन अनि भरे गएर थाना लर पढेर अघि नै पहिले नि थाना पढेर हार्नु थिएन पहिल्यै पुर्याइसकेर छ पहिले उहाँ लगाइसक्यो पछि तपाईँले उता अर्को बाटोमा अर्को साली भेट्नु अनि त अरे यार मनमै अब राखेँ कस्तो जङ्गलमा कि जङ्गलै त्यतिखेर जङ्गलै एरिया थियो नि अनि त यार अहिले भर्खर मैले साली यता अहिले ल्याइसकेर छन् म यता कसलाई भेट्थेँ मैले अनि मनमा चिन्ता भएर फेरि जाउँ कि जस्तो लाग्यो त्यहाँ अनि काका मामा भन्नु मामा जाउँ यता जाउँ त एकपल्ट भने यस्तो मैले यसलाई देखाएको थिएँ यो कहाँ यहाँ आयो त ए तपाईँलाई भूतले भेट्दा आयो अब के गर्छ केही पनि गर्दैन जानु हिँड्नु भएर गयो है गयो नि त्यहाँ पनि केही हुन्छ क्या एउटा दार्लामे मगरले हजुर फुलपातिदिने माइला भाकाइदिने भनेर 300 राँगो दिनेको थियो हजुर मैले पनि म राँगो म आफै काट्छु हजुर 5 रुपियाँ महिना पनि दिन्छ पुग्ने पुँजी भयो अनि त्यहाँ राँगो काट्छु भने अब भोलि फुलपाती अब घाँस काट्नु पाएर भोलि छुट्टी हुन्छ घाँस काट्नु भनेर घाँस काट्ने 22 त घाँस काट्छु अमल काट्यो हजुरको मेरो अमल काटेपछि अब के गर्ने त्यसलाई भोलि राँगो काट्नु पर्ने अमल काटिहाल्यो भनेर घरमा आएर तेल बसाल्यो डाडुमा र
एक एक थोपो तेल हाल्छु त्यहाँ तेल बसाल्ने एक एक थोपो हाल्न सकिन्न हजुर लत्ते अम्लै हाल्ने के को तेल चाहिँ त्यो अँ तता हातमा डढाए त्यसलाई अम्लै हाल्ने ए हाल्ने मैले त त्यो काँपोले थाहा भएन मुतेर बर्बाद घर घुमिदिनु भन्का तिनजना घर घुमेर कलमा लगाएर अलिकति कहाँ चिसो चिसो भयो हजुर 1 घन्टा पछाडि लुगा सबै लुगा बर्बाद नुहाए धुवाएँ गरेँ अनि यसो छाम्दाखेरि त भुटिया मार्छ त भयो अब त सही आँखा त भन्ने हिम्मत आयो हजुर घरमा पुकाएर लखट्या भैँसी राँगा एउटा राँगो र 2टा भैँसी आयो एउटा राँगो आएन अँ जानु पर्यो फोन नम्बर गएको त चिया बगानमा लाभा रुपियाँ भने सिमसिम पानी थियो हजुर त्यहाँ भेटेँ धबारो ल्याउँछु बाटा आउँछु ढी झर्छ फेरि यता धबा ल्याउँछु बाटा ल्याउँछु त्यहीँ झर्छ त्यो राँगा राँगा अँ 5-7 पल्ट यताउति गरेँ राँगो त्यहीँ गयो हजुर रिस उठ्यो मलाई पनि यता अम्लो काटेको छ अँ च्याप देखेर समातेर राँगो र अँ खुट्टा समातेर लट्टीले ट्याप कहाँ अँ 5-6 दिन पर्खी तल पान खाएर लिम्बुलाई भोलि 25 पैसा बेच्छु भन्नु आयो रिसाले आएँ घरमा आउँछ त बुढी तर्नु चाहिँ तुफान त ए कहाँ जानुभएको त तपाईँ राँगो अघि आयो अघि तपाईँ हेर्ने राँगो आइपुग्यो यहाँ बाँध्नु नसक्यो कलर राँगो बानी भन्यो अच्छा मैले घर आफू त पूर्वतिर लगाएर आउँछु आयो भने ऊको लागि केही भन्यो बिहान उठेर कहाँ त्यो खाएर जान्छु त जति घुमेको छु म मात्रै घुमेको छु राँगो नेपालले गयो ए अनि त के रहेछ भन्दा बुझ्दो रहेछ ल अब भनौँ भने त घरमा डराउनु कोही पनि तर मलाई केही पनि भएन म आँटेर थिएँ है आँटेर त मलाई केही पनि भएन त्यो राँगो भयो त्यो टुकु त्यहाँ चढ्यो त्यहाँ अनि खेतमा पानी लाउँछु लाउनु जान्छु माथिबाट ढका थियो तलतिरपट्टि मेरो थियो आउँछ म पानी लगाएर आउँछु म जान्छु थुनिहाल्दो रहेछ यसो हाल्दै के गर्नु एउटा कमल गरेर त्यो खेता हाल्ने टुक्क बस्ने यसो कमल गर्छु नदेखिने गरी भयो फेरि पानी मार्न बाउँछ आज तनक तन्को पत्ता कुदे भागे तिनीहरू भूत भन्छ उनीहरूलाई घरमा ढाँड लाउनु ठोक्नु पर्ने भयो धामी लाउनु पर्यो मैले खेता पानीसँग जानै पर्छ